फुरुक्क निस्केर जाए यहाँबाट। बहिनी आमालाई सम्झा न। के सम्झाउने? आमाले भन्नुभएको ठिकै हो। झन् कति आशा गरेर दाइ आउनुहुन्छ, सँगै बसेर चाड मनाउने भनेर कति खुसी भएका थियौँ। अहिले आएर तैँले यस्तो गर्न। जयमिसी अनि तपाईँलाई कस्तो लाग्यो फिल्म? छोटो मिठो धेरै राम्रो लाग्यो। यसको कथावस्तुदेखि लिएर यसलाई निर्माण पक्षहरूमा सबै कुरामा अनि कलाकारहरूको एक्टिङ वाइजहरू सबै कुरा राम्रो लाग्यो। कथाले राम्रो कुराहरू बोलेको छ। एउटा आशा हराइरहेको मान्छेमा चाहिँ कोही हुनुहुन्छ आशा दिनुहुने भन्ने एउटा सन्देश फिल्मले दिएको छ। छोटो फिल्म राम्रो कथावस्तुमा बनेको छ, धेरै राम्रो लाग्यो। धन्यवाद यो फिल्मको लागि। जयमिसी अनि आज आशा फिल्म हेर्नुभयो, कस्तो लाग्यो त? धेरै राम्रो लाग्यो। अझै धेरै धेरै अब नेक्स्ट पनि लिएर आउनु होला। अनि कथाहरू के कस्तो लाग्यो? कथाहरू धेरै राम्रो लाग्यो होइन। अब जीवन परिवर्तन हुने होइन, अब अझै योभन्दा धेरै अझै लिएर आउनु होला। तपाईँहरूलाई शुभकामना छ। जयमसी। धन्यवाद। जयमसी फिल्म आशा एकदम राम्रो आशिषित मुभी बनाएर छ। अझ लामो भए झनै राम्रो हुन्थ्यो जस्तो लाग्यो। ठिक छ, एकदम कोसिसहरू अनि जुन शब्दहरू, जुन वचनहरू, सन्देशहरू दिएको छ त्यो एकदम राम्रो छ। हाम्रो पारिवारिक जीवनमा हामी संसारमा जति पनि हेर्छौँ भने क्रिसलाई पछ्याउनेहरू चाहिँ आफ्नो शरीरको रोगहरूद्वारै निको भएरै भएको छ। हाम्रो नेपाली समुदायमा हेऱ्यौँ भने हामी त्यही पाउँछौँ। ठ्याक्कै झल्काइदिएको छ, राम्रो छ। प्रभुले आशिष दिनुभएको सम्पूर्ण टिमलाई। मुभी हेरेर नि प्रभुलाई चिन्ने व्यक्तिहरू धेरै हुनुभएको छ। सबैजनालाई जयमसी। एकदमै राम्रो लाग्यो फिल्म होइन। अझै योभन्दा प्रगति गर्दै जानु होला। फिल्म एकदम राम्रो लाग्यो, किनभने नेपालको परिस्थिति अनुसारको मेल लाग्दो छ, मेल खाएको छ। किनभने कसैले ख्रिस्टमा विश्वास गर्दाखेरि आउने भनेको पहिला सत्तर घर परिवारबाटै हो। अनि त्यो कुरालाई कथामा समेटिएको कारणले फिल्म एकदम राम्रो लाग्यो। यो फिल्मले चाहिँ अरू मान्छेहरूले पनि आशिष पाउनु भन्ने चाहिँ चाहन्छु। एकदम राम्रो लाग्यो फिल्म। अझै पनि हेर्न पाऊँ भन्छु म चाहिँ। हजुर जयमसी फिल्म एकदम सोचेको भन्दा पनि धेरै राम्रो छ। हामीले चाहिँ परमेश्वरमा भरोसा गर्नुपर्छ। कुनै कुरा असम्भव छैन। परमेश्वरमा भरोसा गऱ्यो भने सबै कुरा सम्भव छ।